यसले मलाई महिनाको 25,000 दिन्छ नि सेलले टक्कै यस्तो छ जिन्दगी आटाको रात हेलो एभ्रीवन गुड मर्निङ आज अलिक ड्राइभर ढिलो गरेर कि यसले मलाई महिनाको 25,000 दिन्छ नि सेलले तर मेरो बाजे आइपुग्नु भएछ आज भन्ज्याङ गएको भन्ज्याङ माथि लेक चढेको कामले यहाँ चाहिँ कसो घर हो हाम्रो देगुलाको मुना सर देगु सरको टक्कै बाजे यस्तो समाचार सुन्दै जाँदैछ बिचरा दुःखद खबरहरू आजको भुइँचालोको रातिको तीनटा भ्याकु त मारे भन्दा राति आज भुइँचालोले हेलो गाइस अब भने चाहिँ म गाडीबाट झरिसकेको छु अनि आज चाहिँ भन्ज्याङ राबुङ माथि भन्ज्याङदेखि चाहिँ म जान्दैछु पर हाम्रो एउटा ठुलो टार छ मतलब दामी जग्गा अस्तितिर मैले भिडियो हालेको छु त्यहाँ जान्दैछु अनि अहिले टक्कै बाजेले मलाई लिफ्ट दिइहाल्नु भयो बाटोबाट अब यहाँबाट चाहिँ म पैदल यात्रा चिसो छ आज अनि अब हिउँदो गइसक्यो बर्खा लागिसक्यो है जुगा जागिसक्यो पानीले गर्दा चिसो निङ्गुरोहरू उम्रिसक्यो अब त्यही टिप्दै जाने हेलो मेरो प्यारो जनसमुदाय यो तपाईँहरू लोकेसन भन्नुपर्दा चाहिँ नियर बाई भन्ज्याङ भ्याली हाम्रो फरेस्ट नर्सरी एरिया हो यो अनि हामी चाहिँ लेबरहरू हो अनि हामी यस्तो छ जिन्दगी लाइनमा हजुर म त गेट खुल्लै राखिदिन्छु तिम्रो गाडी छिरोस् कि त्यो हजुर हाम्रो के अरे कर्नल साहब गेट खोलौँ त साहब गेट खोले तलब चाहिँ कति खान्छ भने गेट खोलेको कर्नल साहब तलब कति छ सब यो चाहिँ हो भन्ज्याङ लो गयो 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 यतिको चाहिँ हुनु पर्यो नि आमा क्या मजा हामी चाहिँ रक भिरमा अहिले फिलहाल आइपुगेको छ यसै नजर आउँछ केटाहरू परबाट आउँदैछ है एक मिनट सुतेर उठेर पनि के हो यो खेमबहादुर चिमल हो यो यस्तो छ है हाम्रो माथि लेकमा चाहिँ चिमलहरू यसरी फुलेर पनि बिचरा झरिसकेको छ है चिमल राति हाल्छु है चिमल भन्ने फुल यही हो
सिमल पैदल यात्रा पैदल यात्रा मजा आउँदैछ जङ्गलमा एकदम मजा आइरहेको छ। सेटिस ल बर्खा लाग्यो है बर्खा अब जुगा सुगा लाग्नु थाल्यो आज चाहिँ निङ्गुरो पनि खोज्नु मान्छे निङ्गुरो पनि खोजेर लानुपर्छ खेल्न लाने निङ्गुरो म लाँदैन मेरो उतै जति पाइहाल्छ। ठिक छ हल्का अलिकति लन्च चाहिँ यस्तो छ जङ्गलमा अहिले चाहिँ फिलहाल भन्ज्याङमा आइपुग्यो अस्ति हिउँदोमा पनि आएको थिएँ यहीँनिर अहिले अब बर्खा लाग्नु स्टार्ट भइसक्यो है अब जुगा आउँछ जुगा पलाउँछ अनि त्यही हो हिलो ग्यास जङ्गल हरियालीले भरिसकेको छ भन्ज्याङ अनि अब बिस्तारै यत्तिकै यहाँबाट ओह्रालो घर गएर अब जङ्गलको यसो सब्जी अर्ग्यानिक सब्जी खोज्दै जाने तपाईँलाई त्यो पनि देखाउँछु म है त ए ओके ल अब तपाईँलाई म यहाँबाट ओह्रालो लिएर जानेछु है जङ्गलको नजारा देखाउँदै ल सरी यस्तो मजाको फुलहरू पनि फुल्यो यस्तै छ जिन्दगी तपाईँहरूलाई कहिले काहीँ यसो भ्लग बनाउनु मन लाग्छ हो अन्त साला ए साथीभाइ यो निङ्गुरो निगुरो ल निङ्गुरो चाहिँ पलाउनु स्टार्ट भएछ जङ्गलमा हो कोलाई चाह्यो भन्नु चाहिँ बिजनेस पो गर्ला जस्तो छ अब यो चाहिँ निङ्गुरो अर्ग्यानिक यस्तोहरू खायो भने चाहिँ राम्रो हुन्छ समयका फल खाना चाहिए लेना चाहिए एकदम लो निगुरो यहाँ खास चाहिँ अलिक खोलाको छेउमा चाहिँ काली निगुरोहरू हुन्छ कि भनेर आएको कि पलाएको छैन रहेछ त्यस्तो खतरा कोलाई चाहियो निगुरी अब यस्तो भिरपाखामा चाहिँ खोलातिरैतिर चौतारी र भिर मनमा छ पिर हो भन्ने कसुलाई भन्ने गीत चाहिँ गाउँ भनेको थिएँ तर कपिराइट लागिहाल्छ नि त अहिले चाहिँ पानीहरू पनि सुकेर यस्तो भयो जङ्गलमा ल गाइस यत्रो बेर खोज्यो एक बेग त भयो निगुरो हातमा पनि 2-3वटा छ अब फोन पनि अफ हुन आँटेको छ अनि अब घरतर्फ जानु पर्यो भनेर चाहिँ हिँडेको म चाहिँ गल्यो पनि भोक पनि लाग्यो बिहानै आएको हो जोस् मजा आयो आज जङ्गलमा रमाइलो पनि भयो केटाहरूसँग भेटघाट भयो अनि गाह्रो यो क्यामेरा बोकेर जङ्गल हिँड्न चाहिँ अन्त त्यही हो निगुरो तपाईँले पनि टेस्ट गर्न चाहिँ कहीँ
एकदम अर्ग्यानिक हो यो चाहिँ। अनि यो भ्लग चाहिँ म यही एन्ड गर्न गइरहेको छु किनभने मेरो फोनमा चार्ज एकदमै कम्ती भएको कारणले। अनि कसले पनि मलाई फलो गर्नुभएको छैन, डु फलो मी वन्स। यस्तै भ्लगहरू लिएर फेरि पनि म आउने छु। तपाईहरुको सपोर्ट अनि माया एकदमै चाहिएको छ। अनि त्यही हो। बाई बाई गाइज, थ्याङ्क यू फर वाचिङ। थ्याङ्क यू।